नमस्कार, म ज्योतिषी कल्पना सुवेदी। आज म तपाईँहरूलाई यस भिडियोमा विशेष गरेर बताउँदैछु यही श्रावण महिनाको 27 गते लाग्दै गरेको सूर्यग्रहण कुन कुन देशबाट लागेको छ, नेपालबाट यो ग्रहण छ कि छैन र कुन कुन राशिलाई शुभ, कुन राशिमा चाहिँ सूर्यग्रहण लाग्दैछ बताउनेछु। भिडियोलाई स्किप नगरिकन पुरा हेर्नु होला है त। र साथसाथै तपाईँ आफ्नो जन्म मिति, समय र नामको आधारमा आफ्नो बारेमा विस्तृत रूपमा हेराउन चाहनुहुन्छ भने बायोमा भएको नम्बरबाट कन्ट्याक्ट हुन सक्नुहुनेछ। यदि तपाईँको डेट अफ बर्थ थाहा छैन भने चाहिँ तपाईँहरूले हस्तरेखा, फेस र हाइटबाट पनि चेक गर्न पाउनुहुन्छ। मेरो प्रोफाइलमा भएको नम्बरबाट जोडिनु होला है त। आउनुहोस् लागौँ विषयवस्तुतर्फ नै। यस वर्ष लाग्ने सूर्यग्रहणको कुन कुन राशिलाई शुभ र कुन कुनलाई अशुभ छ म बताउनेछु, सुन्नुहोला। पहिलो चाहिँ मेष राशिलाई व्यथा अशुभ रहेको छ। त्यस्तै गरेर वृष राशिलाई श्री प्राप्ति वृष राशिको लागि अत्यन्तै शुभ रहेको छ। मिथुन राशिलाई क्षति, खर्चहरू बढ्न सक्ने, चोटपटक लाग्ने, आर्थिक नोक्सानीहरू हुनसक्छ। कर्कट राशिलाई घात, कर्कट राशिमै सूर्यग्रहण लाग्दैछ, तसर्थ कर्कट राशिको लागि घात रहेको छ। सिंह राशिलाई व्यय, अनावश्यक खर्चहरू बढ्न सक्नेछ। कन्या राशिलाई लाभ, त्यसै गरेर तुला राशिलाई सुखम, वृश्चिक राशिलाई मानहानि, माननाशको योग बनेको छ। धनु राशिलाई कष्टम, मकर राशिलाई स्त्री पीडा रहनेछ। कुम्भ राशिलाई सौख्यम र मीन राशिलाई चिन्ता, शारीरिक पीडाहरू हुन सक्ने, काम कार्यमा तनावहरू बढ्न सक्नेछ। यस वर्षको खग्रास सूर्यग्रहण चाहिँ कुन कुन देशबाट लाग्दैछ त पहिला त्यो जानौँ। विशेष गरेर फ्रान्स, फिनल्यान्ड, ग्रिस, जर्मन, ग्रिनल्यान्ड, पोर्चुगल, रसिया, घाना, स्पेन, डेनमार्क, नेदरल्यान्ड, इटाली, अस्ट्रेलिया, बेल्जियम, अमेरिकाका विभिन्न देशहरूमा, अमेरिकन देशहरूमा चाहिँ लाग्दैछ। तर नेपाल, भारत, चीन यी देशहरू र अरू बाँकी रहेका देशहरूमा पनि सूर्यग्रहण रहने छैन। र सूर्यग्रहण नेपाली टाइम अनुसार चाहिँ बेलुका 9:19 स्पर्श हुनेछ। मध्य समय 11:31 रातिको, र त्यस्तै गरेर राति 1:42 सूर्यग्रहणले छोड्नेछ। र यो नेपाली समयअनुसार बनाइएको छ, तर नेपालमा भने सूर्यग्रहण छैन। धेरैजना झुक्किनु भएको छ सूर्यग्रहण छ भनेर। नेपालबाट चाहिँ सूर्यग्रहण देखिने छैन। मैले कुन कुन देशमा लाग्छ त्यो बताएँ, त्यो अनुसार हजुरहरू ढुक्क भएर बस्नुहोला। र सूर्यग्रहणमा विशेष गरेर 12 घन्टा अगाडि सुतक सुरु हुन्छ, सुतक बार्नुपर्ने हुन्छ। र तपाईँहरू सूर्यग्रहण बार्दै हुनुहुन्छ भने चाहिँ सो समयमा भोजनहरू गर्नु हुँदैन। सूर्यग्रहण लागेकै टाइमिङमा चाहिँ तपाईँहरूले चाहिँ दिसा पिसाबहरू गर्नु हुँदैन। त्यस